तपाईले आफ्नो गाउँ पङ्गारमा एउटा स्कुल भवन बनाउनु भएछ हैन? त्यो कसरी बनाउनु भयो तपाईले? त्यो स्कुल पहिला थिएन। 2045 सालबाट सुरुवात भएको हो। भदौ 18 गते स्वीकृति भएको। जतिले त्यो बनाउँदै गए निकै दिन भयो। छाउनु पनि नसक्ने थियो। छले किनेर छाउनु पर्थ्यो। त्यस पश्चात पछि 63 पछि चाहिँ 57-58 में चाहिँ जब त्यो स्कुल बन्यो त्यसको पछि चाहिँ एउटा सेनम दोर्जे भन्ने शेर्पा थिए। कुटुम्ब सङ्घमा ल चलाउँथ्यो। उहाँ डक स्कोरसँग भेट्नु भएछ र सुरुवात पहिला उहाँ हेल्पहाउसको लागि रिक्वेस्ट गरे। हेल्पहाउसको लागि रिक्वेस्ट गरेछ साथीले। त्यहाँदेखि हेल्पहाउस बनाउँदै गए। त्यसपछि चाहिँ उहाँ अमेरिकन जानुभयो र म त्यहाँको क्यानको मेम्बर भयो। केन्द्रीय सदस्य भन्छन् के अरे, मेम्बर त्यहाँको हाल पनि छ। र त्यहाँदेखि पहिला अब स्कुलमा केही थिएन अवस्था। एनुअल भन्ने त्यहाँको हेर्ने मान्छे एनुअल भन्ने रहेछन्। त्यसबाट त्यसलाई लिएर आयो तल लिएर आएपछि त्यो उहाँले हेरेपछि त्यहाँ पहिले के भयो, त्यहाँ जस्तो पनि दिनु सकेन र त्यहाँको पुरानो जस्ताहरू दिएर छायो। त्यसपछि अलिकति 30,000 पैसा उपलब्ध गर्यो। त्यसबाट 30,000 चाहिँ माथि काठ चिर्ने मान्छेलाई दियो। काठ चिरेर ल्यायो, फर्निचरहरू बन्यो। त्यसपछि फेरि गाउँले श्रमदानमा बोक्यो। फर्निचर बनाउनेलाई मान्छेलाई पनि पैसा छैन, सार्वजनिकबाटै गरे। र त्यसपछि फेरि गएर फेरि पाँचमा लानुलाई भवन बनाउनु पर्यो। भवन बनाउनुलाई जम्मा पैसा 60,000 पाए। 60,000 पाएर फेरि भवन बने, अर्को भवन बनाए। त्यसपछि फेरि त्यो छायो, जस्ता लायो। जस्तालाई फेरि त्यो त पायो, बनाउनुलाई त 60,000 पायो। फेरि छाउनुलाई जस्ता थिएन। फेरि उहाँ एनुअल गइसक्नुभयो र फेरि रजनी ग्याउली भन्ने आएको थियो डाइरेक्टर। त्यहाँ रजनी ग्याउलीबाट पनि हुनु सकेन। त्यसपछि मुरली गौतम भन्ने आयो त्यहाँको। त्यहाँबाट 1,10,000 को जस्ता ढुवानी सहित लगेर गयो, छायो। छाउनु त छायो। छाएर फेरि त्यहाँ पुग्यो, छायो। त्यसपछि भूकम्पले खाइदियो। हजुर। 2072 में भूकम्पले खायो। हजुर। 2072 में भूकम्पले खाएर फेरि तसनस भयो। तसनस भएपछि मैले यहाँ भन्न आएर त फेरि यहाँ अलिकति नराम्रैमा पुग्नु जान्छ। फेरि त्यतिखेर त अध्यक्ष पूर्ण गौतम थियो। अलिकति मेरो विषयमा त्यहाँ राख्नु भएन। अन्त मुरली गौतम र डग स्कोरले जप्दिन यहाँबाट अब कुटुम्बसँग जाने भयो। कुटुम्बसँग र
पाँगार हेर्ने भयो भने मलाई मेसेज पायो। मेसेज पाएपछि त्यहाँ मेरो मान्छे पठाइदिए भने कुटुम्बसँगमा भने कुटुम्बसँगमा पठायो। त्यसपछि फेरि तल आयो। तल आउनुभयो। त्यहाँको विद्यार्थीको नाजुक अवस्था देखेर चाहिँ डग स्क्वाडले त्यहाँ देने र माथि हिमालय प्राविमा पनि गर्ने भयो। गर्ने भएपछि त्यसपछि इस्टिमेट गर्न आयो। हर चिज भयो। त्यहाँ इस्टिमेटमा कति निस्क्यो? 2,53,00,000 निस्के। त्यसपछि फेरि एउटा पोखराको नाम अलि बिर्सेछ, इन्जिनियर एउटा राखेर काम दोस्रो तलसम्म सम्बन्ध गरे। बलियोले त सिक्काटले पनि नहुने गरी बलियो तलले बनायो। त्यसपछि उहाँ जानुभयो र पछि त्यहाँ 8को स्वीकृति भएको थियो पहिल्यै र 10 सञ्चालित छ अहिलेसम्म। सुचारू छ। तर हिमालयमा 5 सम्म छ। वीरेन्द्रमा 10 सम्म छ। स्कुलको नाम के? है स्कुलको नाम के हजुर? हिमालय प्राप्ति माथिको हिमालय प्राप्ति वीरेन्द्र। हजुर माथिको वीरेन्द्र माध्यमिक विद्यालय र तलको 45 सालको स्वीकृति हो। सरकारबाट स्वीकृति। त्यतिखेर स्वीकृति गर्नुलाई ढुङ्गे थियो। ढुङ्गे। त्यसपछि चाहिँ नि हजुरको डग स्क्वाडले कति 2 करोड डग स्क्वाडले गर्नुभयो। डग स्क्वाडले नगरेको भए त्यो भवनै बन्नु सक्दैन थियो। डग स्क्वाडले कति दिनुभयो? 2 करोड। त्यहाँ कम्प्युटर देखाएको छ अहिले। होइन 2 करोड आर्थिक भवन बनाउनलाई 2 करोड कति सञ्चुन लाग्यो? 2 करोड 53 लाख। 2 करोड 53 लाख होइन त्यो भवन बनाउनुलाई। त्यो भवन त्यसपछि चाहिँ नि तपाईँको अहिले कम्प्युटर सुविधाहरू छ, यो छ त्यो छ, सबै छ होइन। अनि तपाईँले एउटा कुरा भन्नुहुन्थ्यो, तपाईँको विचारमा डग स्क्वाड कस्तो खालको मान्छे लाग्यो त? राम्रो। त्यसले त मान्छे भन्दैन, मैले भगवान भन्छु। उठाउनु न। त्यो रूप मात्र मान्छे आएको हो। मान्छेको भगवान पनि उहिले मान्छे नै थियो। राम्रो काम गरेको ल्याएर भगवान भयो। उहाँ डाकेश्वर पनि मान्छेको रूपमा आएको भगवान भन्छु म। किन त्यो भवनको लागि उहाँ नआएको भए, उहाँ नभएको भए हजुर उहाँ वीरेन्द्र मापी पनि बन्ने पनि थिएन। हजुर हजुर त्यस्तो अवस्थाको थियो। नाजुक अवस्था थियो। हजुर हजुर। अहिले तपाईँ वीरेन्द्र माविको पनि अध्यक्ष सदस्य हुनुहुन्छ? म कुनै होइन, म जग्गा राख्छु। पहिलादेखि म अध्यक्ष नखाएको। अर्कोलाई राख्नु। तपाईँले जमिन म आफू जमिन दान सहयोग मात्र गर्ने। जमिन दिनुभयो, त्यसपछि डग स्क्वाडसँग सहकार्य गर्नुभयो होइन? पहिल्यैबाट सरकारी भयो, सरकारी भयो। जुन म क्यानमा आबद्ध भएको थियो कि नै पछि गएर राम्रो हुँदै गयो। हजुर हजुर। घनिष्ठ हुँदै गएर त्यहाँ त्यसो पाराले वीरेन्द्र मावि भएको हो। पहिलो सुरुमा चाहिँ एनवाललाई ल्याएर आयनवाल मैले उहाँलाई भेटेको छु। उहाँबाट चाहिँ डग स्क्वाडले मलाई भेट भनेको थियो, भेट्नु गएँ। मसँग यति राम्रो हाल चाहिँ फेरि बढी मात्र प्राथमिकता दिएर हेर्ने चाहिँ मररी गौतम। उहाँलाई भनौँ हाम्रो वीरेन्द्रलाई चासो गर्ने। हुन त त्यो मेम्बर भयो भने जति नै अध्यक्ष छ, कोष अध्यक्ष छ, हर चिज छ, त्यति उहाँहरूको ध्यान छैन। ठिक छ ठिक छ। त्यसको लागि धेरै धन्यवाद। म मुरारजी गौतमजीसँग पनि सम्पर्क गर्नु भन्नुभएको थियो। इमेल आदान प्रदान भइरहेको थियो होइन। बिचमा ब्रेकअप भयो है। बिचमा म उहाँसँग सम्पर्क भएन। उहाँहरूको अफिस पनि कता हो के हो ठिकै छ। उहाँबाट कता जानुभयो त्यो मलाई थाहा पाएन।
होइन अफिस कता सर्नु भयो थमेलमा हुँदा चाहिँ हाँडी गाउँमा छ। हाँडी गाउँमा छ, ठिकै छ। मलाई अफिसको सरोकार छैन, मलाई अफिसको सरोकार छैन। काम राम्रो होस्, बच्चाहरूले त्यो भेगमा शिक्षा राम्रो पाओस् होइन। हजुर, भेगमा शिक्षा राम्रो पाओस्। तर अहिले के छ भने सरकारले सबै ठाउँमा छारेर हेर्नु पाउँदैन भनेको गुनाले अहिले गोर्खा मात्र छ। होइन ठिक छ, जहाँसुकै होस् जे होस् राम्रो मात्र छ। तर उहाँको दिवंगत आत्माले शान्ति पाओस्। उहाँ डिसेम्बर महिनाको 7 तारिक बित्नु भयो होइन। मान्छेको रूपमा आयो भने भगवान हो, उहाँको आत्माले चिर शान्ति पाओस्। बस म त्यति मात्र भन्न चाहन्छु। बस 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 त्यति हो। ल धन्यवाद। भगवान नै हो भन्छु म चाहिँ। उहाँको आत्माले चिर शान्ति पाओस्। उहाँको आत्माले चिर शान्ति पाओस्। ल धेरै धेरै धन्यवाद।